What's up guys? Welcome back to my YouTube channel. I also gonna something to Allah. Aku बनाएर नै सम्झेछु अनि आजको भ्लग चाहिँ यहाँ बिन्दाइको होइन आज चाहिँ हामीहरू घुम्न जाँदैछौँ कहाँ जान लाग्यो मनु कहाँ जान लाग्यो रे मनु के अरे मणिचुट दह जान लाग्छ मैले चाहिँ हामीहरू अनि हाम्रो डेस्टिनेसन आज चाहिँ मणिचुट दह तालमा जाँदैछौँ हेर्दै गर्नु होला लास्ट फोन हेरेर सपोर्ट दिनु होला है साथीहरू त्यसमा गएर भेट्नुपर्छ त्यो पनि मेलम्ची भन्ने यहाँनिर 35 किलोमिटर मेलम्ची यहाँबाट 35 किलोमिटर मेलम्चीको पानीहरू पाउने भने यहाँनिर यतै माथि रहेछ 35 किलोमिटर अहिले चाहिँ हामीहरू त काठमाडौँ क्रस गरिसक्यो नै साथीहरू अस्तर रोड रहेछ त माथि 39 मिनट लाग्छ अझै यहाँबाट अझै 39 मिनट लाग्छ क्या र साथीहरू अहिले चाहिँ यो हामीहरू अहिले अब यहाँबाट भित्रको बाटो आइसकेको छौँ यहीदेखि अनि यहाँबाट चाहिँ उकालो हुन्छ बाटो कस्तो छ के कस्तो छ कन्डिसनर रोडको सबै बुझेर भिडियोमा देखाउनु सक्दैन लास्टसम्म हेरेर साथ दिनु होला यहाँसम्म त ठिकै छ है बाटो त ठाडै छ त्यहाँ गुगलमा त यतै देखाएको छ यतैबाट जाउँ गुगलको भरमा गुगलले अब कहाँ पुऱ्याउँछ है साथीहरू गुगलको भरमा हाल्नु सक्छ कस्तो दामी यहाँ यतातिर घरमा पनि ठिकै हुन्छ है यतातिर घर पनि ठिकै हुन्छ होला है काठमाडौँ धेरै टाढा पर्दैन त र साथीहरू अहिले चाहिँ फेरि बाटोको कन्डिसन यस्तो रहेछ कहिले पुगेला त्यस्तो बाटोमा त्यहाँ सकर पुग्नै जान्छ होइन यस्तो धुलो उडाएर जा यार बाबु तल हतार रोडको कन्डिसन त यस्तो रहेछ त यहाँ कहिले पुगेर त 1 घन्टाभन्दा बढी लाग्नु रहेछ होइन 1 घन्टाभन्दा बढी लाग्नु रहेछ क्या बाटो अलिकति बाटो बिग्रेको रहेछ यो प्लस्टरवाला बाटो आइसकेको छ कस्तो दामी छ है यहाँ तर नुवाकोटको बाटो पनि यस्तै प्लास्टर गरेको हो क्या यस्तो राम्रो पनि छैन अझै नै यस्तो त यस्तै त्यो खाल्टो हुन्छ नि ए हामी त तलतिर गयौँ यार हामीहरू माथि जानुपर्ने यतातिर आएछौँ साथीतिर बाटै थाहा छैन गुगलले यो लाने हामीलाई त फेरि जताबाट आएको त्यति जाने यार हामीहरू आउने बेला त गुगल नहेरेर ल्याइन्छ नि अब बाटो थाहा भइन्छ अनि जाने बेला चाहिँ गुगल हेरेर जानुपर्छ ट्याक्सी पनि आउँदो रहेछ त यहाँ सक्ने भाडा पनि महँगै लिन्छ होला फेरि
गाडी बिग्रेको हो। यहाँ पनि बाटो त झुरुर रहेछ नि। हेलमेट पनि लाउँछन् नि यार यहाँ त मान्छेहरूले। ए त्यहाँ खानेकुरा केही त्यहाँ खानेकुरा खाएर पाउँदैन केही त थाहा छैन। जान्छन् त्यही 5-6 हजारमा। बाटो त यता देखाइरहेको छ यार गुगलले। कसलाई सोध्ने होला त यार। उकालोमा हेर्नु नि तनाइ यसको जम्मा 10-12 स्पिड छ। नुवाकोट जाने बेला पनि यस्तै गएको छ यार। तान्दैन तर तानेको छ स्कुटरको मजा। नयाँ स्कुटर धुलो उडाएको हेर्नु त्यो यता बेटारे उडा कहाँ ऐसलु खाम्ला अहिले हेर न उता माथि र तल है भक्तपुर अझै भोरिँदैछ अझै। बाटो यस्तो रहेछ साथीहरू कन्डिसन रोड कन्डिसन चाहिँ। काठमाडौँ त उतै हो धेरै उता। काठमाडौँ देखिन्छ यहाँबाट भक्तपुर मात्र देखिन्छ। यो गाउँ जस्तो छ यो त पुरै उकालो छ। स्कुटरले तेल नि धेरै खान्छ। मोबिल नि कस्तो मजाले खाइरहेको होला भित्रै। यसको इन्जिन गराउँछ फुल इन्जिन कति हजार खर्च हुन्छ यार। म डिप्रेसनमा जान लागिसकेँ यार यो काठमाडौँ आएर। ए स्टार्ट भएको थियो बन्द भएको थियो बन्द भयो होला जस्तो गर्थ्यो होइन। मनी चुट दह जाने बाटो एक ठाउँमा रुक्नुपर्छ क्या यार। रेस्ट गर्नुपर्छ। यो पछाडि आउँछ क्या आशा। ल साथीहरू है बाटोको कन्डिसन यस्तो छ। आइरहेछ मोबाइलमा क्या साथीहरू पछाडिबाट आइरहेछ है क्यामेरा चाहिँ। भयो ल हात देऊ तिमीले गर तिम्रो मान्छ। रह न छोडा न। ल भयो ड्रोन को वीडियो बने हैं एक बार कैमरा को क्लिक रात बत्ती बोले हैं बोले कस्तो उकालो छ है। जम बस चलाउनै नजान्ने मान्छे रहेछ झन्नै घोक्या छ। बाटोको कन्डिसन त यस्तो रहेछ साथीहरू। पानी पऱ्यो भने त झन् खत्तम हुन्छ यहाँको बाटो।
कालोमा तान्नु त तान्छ कि तर अलि हाम्रो स्पिड तान्नु पर्यो तान्न तान्छ तर बिस्तारै तान्छ क्या स्लो यो इन्जिन पानी बोतल हाल्नु हुन्थ्यो अनि यस्तो छ साथीहरू यस्तो उता उता हाल न उतातिर हाल न छस्स गर्छ यतातिर क्या हाल न हाल ए तातेर छस्स गर्छ हिल हिल लड्डेला अहिले यता हाल यता बोतल खोज्छु है बोतल बोतल हेर न बरु हात त कालै कालो हात डढेर यस्तो छ मेरो हात यहाँ यस्तो गोरो छ यहाँ कालै कालो छ लो यो पन्जा लगाएर पनि पन्जा लगायो नि कालो हुन्छ यस्तो नलगायो नि कालै हुन्छ जाउँ माथि जाऊ तिमी अब 12 मिनट छ डिस्टेन्स स्कुटरले तानेर सकेछ लास्टको फल भेट्छन् उकालो त यो ढुङ्गाकै ग्रेभिटीले गर्दा पछाडि टायर पुरै छिपिरहेको कति बाँच्यो यहाँ यस्तै गर्मी पनि भयो बसाऊ मणिचुडा होइन मणिचुड भन्ने मणिचुड तह तान्छ हो यस्तो भएपछि तान्छ त्यो फेरि त्यो बाटो आयो कि यस्तोमा त पुरै डर पछाडिको टायर त्यो तान बसन्ती तान बाटो त डेन्जर छ यार स्कुटरमा गाह्रो हुँदैछ साथीहरू आउनलाई तिमी त झर्दै जानुपर्छ जस्तो छ झर्छु यार गर्मी भएको छ यार गाह्रो रहेछ ठाउँ त लास्टै हजुर के हो र यो के हो त्यो
आऊ ल बस लास्टै गऱ्यौँ यार पुरा माटामा भाँच्छ क्या गर्मी भयो साह्रै त्यस्तो माथि डाँडामा आउँदा नि गर्मी छ त यार झन् डाँडामा आएर झन् हावा चिसो आउँछ कि भनेर आउने मान्छे झन् गर्मी हुन्छ यार ट्र्याकिङ आएको जस्तो भएको स्कुटरमा आउँछ ठगाइ लाग्छ त यार होइन ठगाइ लाग्छ त भनेको क्या बाटो त खोला जस्तो रहेछ बाइक आउने ठाउँ रहेछ स्कुटर बिताएर फेरि झर्नुपर्छ क्या हो स्कुटर डिओ स्कुटरमा कति 7.5 वर्ष पुरानो आएकै हो स्कुटर पनि हेर यस्तो पुरानो कति तलदेखि आएको हेर हेर्नु सर्ट राइट लङ राइड हो यो मन्दिर क्या सर्ट राइड हो ठाउँ त यहाँ राम्रो रहेछ त है बल्ल राम्रो राम्रो ठाउँ आयो साथी वा मकै बारीहरू पनि कस्तो उ बनाएको क्या एट्र्याक्टिभ बनाएको क्या त्यो यो फ्ल्याग लगाएर बौद्धको हो नि त्यो बारीमा पनि अनि फ्ल्याग लगाएर राम्रो बनाएको हो कि नै पुरा स्त्री लगाएको जुत्ता छ हजुर जुत्ता पनि छ जोडान तरकारीहरू हजुर यो जुत्ता कन्भर्स यो क्रक्स भेराइटीको रहेछ नै अनि जुत्ता टन्नै स्कुललाई जाने खाने तपाईँहरूले अब 8 मिनट यहाँ तान्दैन घर है बाटो त यस्तो छ भन्नुहोस् न त्यहाँनिर
ल बनाऊ न चौतारी बिसाउने रहेछ बिसाउने ठाउँ दामी रहेछ यहाँ हट साथीहरू यस्तो छ हालत सिनहरू पनि यस्तो दामी छ यहाँ चट्ट ल साथीहरू अब यो यहाँबाट पनि हामी माथि हिँड्यौँ अब यहाँबाट पनि अब कति 7 मिनट जति देखाएको छ चाहिँ अब ठाडै रहेछ यहाँ त उकालो ठाडै उकालो त्यस्तो भयो भने तान्छ अर्को त्यो झिक्किने खालको हुन्छ नि ढुङ्गाहरू माटोहरू भयो भने तान्नु क्या यतिको भयो भने तानिहाल्छ नि बाइकमा आउँछ नि झराले क्या एनएस बाइक त मजाले आउँछ यार स्कुटर पो आउनु त साथीहरू यार मान्छेहरूले बाटोहरू छोडिदिनु भएको खालको हुन्छ नि बाइकले त गाह्रो मान्छ अनि कतै किन गाह्रो नहोस् यार हो न बाइकलाई त गाह्रो हुन्छ स्कुटरलाई किन गाह्रो नहोस् बाइक हुन्छ नि मैले त अघि नै पुगिसक्थेँ यार कसरी बाइक गिफ्ट हाल्नु पऱ्यो यार साथीहरू कसरी बाइक गिफ्ट हाल्नु पऱ्यो भने हो क्या नाजुरी अब 6 मिनट लाग्छ भने फर्स्टै मिटर अब अलि यता त अलिकति छिन्ने रहेछ बाटो ग्रेभी पछाडिको टायर पिछले गयो यार एनएस त दौडाउँछ यार त्यसलाई मैले है छोड्न त छोडिदिएँ क्या पनि गाह्रो बनाइदिएको थियो जालमा मसँग खेलिरहेको थियो अब आइपुग्यो कता हो यार ग्राउन्डमा कता खै हामीलाई नि त आएन म त म्याप हेरेको यतातिर देखाइरह मन्चौर दमै हिँड्नु भा मैले म्याप हेर्दै आयो यहाँसम्म त अब यहाँ हेर्नु पर्यो यता देखाइरह यतातिर देखाइरहेछ टिकट यहाँबाट हिँड्दै जानुपर्छ क्या टिकट लाग्छ होला भित्र जानु
रहेछ नो एन्ट्री छ हिँड्दै जानु पर्दो रहेछ यहाँबाट नेसनल पार्क एरिया हुँदै आउनु भयो नि ठ्याक्कै यो हाम्रो चेकपोस्टमा पर्नुहुन्छ साँको आउनु साँको आएर वज्रयोगिनीमा दर्शन गर्नु वज्रयोगिनीबाट तपाईँको उँभो निस्केपछि मन्चुर आउँदाखेरि ठ्याक्कै हाम्रै चेकपोस्ट पर्छ हाम्रै चेकपोस्टमा तपाईँलाई पहिले उसमा रोकिहाल्छौँ हामी फर्स्टमै त्यहीँ परिहाल्नुहुन्छ ए ल सर ल ल हजुरले चाहिँ यो भयो भने मलाई फोन लागेन भने नेटमा लागेन भने फोन गर्नु न ठ्याक्कै भेट भइहाल्छ ल सर ल अझै यहाँबाट कहाँसम्म जानुहुने त्यही माथि मन्चुर त टिकट लिएर जानु होला यहीँ पार्किङ गर्ने हो कि उतै जाने हो लगेर पार्किङ चाहिँ होइन यो सर तर यहाँ राख्न चाहिँ हामी दिनसम्म होइन तर उतै जान्छ होला नि होइन लाँदाखेरि पनि भयो लाँदाखेरि बाइकको पनि टिकट काट्नुपर्छ धेरै टाढा चाहिँ छैन बाइकको कति काट्नुपर्ने बाइकको 150 को दरले काट्नुपर्छ बाइक लाने हुँदाखेरि मान्छेको 100 रुपियाँको दरले लानु होइन लानु यत्रो आइसक्यो अब के दुःख रहेन बाइक त माथि पुग्दैन सर दुःख गरे नि सुख गरे नि हजुर बाइक त पुग्दैन होइन माथि नै पुग्दैन अलिक थोरै कति हिँड्नुपर्छ यहाँबाट हिँडे पनि 10-15 मिनट माथिबाट हिँडे पनि 10-15 मिनट कता यही बाटै जाने बाटै हो यही अब बाइकको यात्रा भने तपाईँ 1-1.5 मिनट राख्थ्यौँ त्यति नै हो तपाईँको यात्रा सकियो त्यहाँबाट हिँड्नै पर्छ यति छ त हिँड्दै जाउँ है जे गर्न मन लाग्छ हिँडेर जाने 10 मिनट त अब हामी त रासो काट्ने मान्छे हौँ काटौँ भने काटिदिन्छौँ तपाईँले चाहिँ नि यहाँ छोडेर गयो भने हामीलाई घाटा छैन लिएर गयो भने फाइदा छैन तपाईँको इच्छा हो किन हिँडिराख्ने नि बरु हिँड्दै जाउँ एउटा बाबु हामीले चाहिँ यसो चाहिँ किनभने बताइदिने कुरा हो बताइदिनु झोला बोक्नु पऱ्यो अब यहाँबाट झोला बोक्नै हिँड्ने साथीहरू अहिले चाहिँ हामीहरू यता आइसकेको छौँ उता पार्किङ गरेर स्कुटरहरू यता ल्याउन नमिल्ने रहेछ यस्तो छ साथीहरू कस्तो आछ त्यो है खानेकुरा नि केही ल्याएन यार हामी त थाहै भएन अब हेर्ने घुम्ने अनि उतै गएर खाने होला सायद कस्तो राम्रो आछ है जङ्गलमा भिडियो बनाउने यहीबाट गोब्रोदेखि हेर न कस्तो देखाएको छ ल साथीहरू अब यहाँ भित्रबाट जानुपर्ने रहेछ यस्तो छ अनि यता कता जाने भयो यो बाटो चाहिँ यहाँबाट हिँड्दै जानु पऱ्यो अब हामीहरू हिँडेको भिडियो गराइदिनु ट्र्याकिङ यहाँबाट ट्र्याकिङ हामी चाहिँ भिडियो गराउन यो हिँडेको क्या म हिँड्छु अगाडि अगाडि तिमी पछाडिदेखि भिडियो गराइदेऊ है मेरो मोबाइलदेखि ल यहाँबाट क्या ट्र्याकिङ होइन कुन बाटो बनाइदिनु त्यो सिनेम्याटिक 3x बाट 3x सिनेम्याटिकदेखि मलाई फेरि 3x नै मनपर्छ कस्तो खतरा धेरै माथि रहेछ जाने खतरा आछ यार ग्रुप हजुर हेलो ल हेलो साथीहरू है यहाँ आउनुवाला तपाईँहरू पनि घुम्ने यता दामी छ ठाउँ चाहिँ यस्तो राम्रो छ मोबाइलाइजेसन छ है त यसको ल 13 प्रो भर्सेस गोप्रो भयो है त यो चाहिँ गिम्बलमा छ यो चाहिँ हातमा है यो चाहिँ हातमा यो चाहिँ गिम्बलमा ल
1 2 3 को डकुरे छु है म चाहिँ स्पिड यस्तो छ स्टेबलाइजेसन टेस्ट पनि गरियो पुरा यहाँ ट्रेकिङ टुरिस्ट भएको छु म साथीहरू टुरिस्ट के भएको छु अरे टुरिस्ट माझ यहाँ टुरिस्ट हो सब तनाव टेन्सनलाई त्यहाँ तल राखेर यहाँ माथि आइएछ टेन्सनलाई यहाँ दामी आउँछ अब यहाँ फोटो खिच्नु पऱ्यो ल यहाँदेखि चाहिँ माथि है साथीहरू ल यहाँबाट सिडी अब यहाँसम्म मात्रै आउनु रहेछ बाइकहरू छिटो त्यसपछि हिँड्नै पर्ने रहेछ यस्तो छ बाटो आहै साथीहरू दामी छ भिडियो ओ कस्तो बवाल जङ्गल छ त होइन कहाँ बनाउनु भनेको टिकटक यहीँ यहीँ बनाउने भनेको यहाँको यस्तो दृश्य हेर्नु सक्नुहुन्छ यस्तो राम्रो है यहाँदेखि पनि अब हामीहरू अब माथि र दहमा गएर तपाईँहरूलाई सम्पूर्ण त्यहाँको भिडियोहरू देखाउनेछौँ अब अन्तिमसम्म हेरिदिनु होला है हेरेर साथ सपोर्ट दिनु भन्न पुरा बाटो त आज डह्रो हिँडाइ भयो यार अन्त न तिमी आएको र म आएको म पसिना चाहिँ खत्रै आछ आज मिसेसलाई गाह्रो भएको छ मेरो यही रहेछ साथीहरू होइन यस्तो रहेछ हुन्छ है त यस्तो छ फास्ट यो तालै छैन त यहाँ त यहाँ अझै यहाँ पनि माथि हो यहाँबाट कता हो त दहताल भनेर आएको होइन र दहताल भनेर कसरी अनि छैन त अनि होइन है त यस्तो छ राउन्डेला यार दुईटालाई फेरि अहिले साथीहरू है त आयो भने भिडियो बनाएको छ है त यार है त यहाँ त हो दहताल भनेर आएको यस्तो रहेछ अनि मेरो आमै बाटो त के हो यस्तो अघि होइन खै देख्दैन तिनीहरू हराइएला फेरि बाटो हेर त बुई कता गयो त खै त ऊ पर हो दहताल ल डर लाग्दो रहेछ यार साथीहरू यार है यस्तोमा त डरै हुन्छ नि यस्तो रहेछ घना छ अनि तहतालमा आइपुग्यौँ साथीहरू यहीँ हो ए
ल साथीहरू यहाँ त के छ त यहाँ त फोहोरहरू जलाउने ए ल फाइनल्ली साथीहरू आइपुग्यौँ दहताल फोहोर छ त पानी त यार होइन फोहोर छ होइन पानी साथीहरू ड्रोन उडाउने ठाउँै छैन त यार म धुनु पऱ्यो मसमा त ज्याकेट भिजाइदिउँ यो क्यामेरा ए कालै छ त मेरो हात त बिर्सेको यार होइन यस्तो भाडा पनि आउँदो रहेछ छ त पानी खै त मलाई थाहा छैन खाने पानी पुग्ने मैले त राखेको छु आफ्नो मैल लास्टै चिसो रहेछ पानी त के हुन्छ र तपाईँले भिजे कहाँ बस्ने उता नबस्नु म त्यहाँ पर बस्ने ध्यान पनि बस्नु रहेछन् मान्छेहरू यस्तो छ है ल गएर होइन यस्तो दामी छ यहाँ साथीहरू अब चाहिँ हामीहरू घरतिर फर्किन लागिसक्यौँ है यस्तो छ साथीहरू है अब हामी चाहिँ घरतिर जान्छौँ यहाँनिर फोटो खिच्ने यहाँ पनि रहेछ यस्तो पानी सानी पनि आउनु रहेछ यहाँ च्याट्ट परेको यहाँ हामी चाहिँ अब घरतिर जानु लाग्यो साथीहरू भ्लग चाहिँ अब यहीँ अन्त गर्दै है अलि अनि घरतिर जानु लाग्यो अब तल गएर हल्का भिडियोहरू बनाउने छु अनि त्यसपछि ल बाई गर्मी छ यार साथीहरू बाटा हामी चाहिँ अब निस्केको हो घरतिर साथीहरू है नै यस्तो छ यार बाटो त आफै क्यामेरामा जति सजिलो देखियो नि तर लास्टै गाह्रो छ नि है फेरि बाटो हात धुवाउने यार ओह्रालोमा उकालोमा फेरि धुवाउने नजारा सही छ है यहाँतिर यहाँको भालुवाहरू
मस्त बबाल भयो होला है साथीहरू। मस्त है हरियाली छ है। खत्रै ठाउँमा आयो त के हो यार। जान्छ र यहाँबाट? जान्न। क्रस फायर भइदिएर जान्थ्यो। खतरा साथीहरू यहाँको दामी हरियाली रहेछ। साथीहरू अब यहाँ यसो हेर्नु पर्यो भ्यूहरू यहाँ आनन्द लिनु पर्यो अब एकछिन अनि त्यसपछि जानुपर्छ घरतिर। कस्तो लाग्यो तिमीलाई? राम्रो छ? Walking alone, the streets are empty. The only thing I can see is my own silhouette. I'm getting stronger, step by step. The clock is ticking, but there's no time for regrets. I've been flying from town to town, from London to Taiwan. I've been all around the globe, trying to protect your soul. We are heroes tonight. We will fly above the sky. We are heroes tonight. Yeah. We are heroes tonight. We will fly above the sky. We are heroes tonight. I need you to hear and don't show anything.